काठमाडौँ महानगरपालिकाले प्युठानको झिमरुक गाउँपालिकालाई निशुल्क उपलब्ध गराएको एम्बुलेन्स आज गाउँपालिकालाई हस्तान्तरण गरेको छ। झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा छेत्रीज्यूलाई एम्बुलेन्सको चाबी प्रदान गर्दै आज काठमाडौँको राष्ट्रिय सभागृहमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो। एम्बुलेन्सको चाबी ग्रहण गर्दै पालिका अध्यक्षज्यूले काठमाडौँ महानगरपालिकासँग झिमरुक गाउँपालिका पनि जोडिएको बताउँदै काठमाडौँ महानगरपालिकाको यो सहयोगबाट झिमरुकका आम नागरिक खुसी भएको बताउनुभयो। साथै अध्यक्षज्यूले काठमाडौँ महानगरको सहयोगको लागि पालिकाको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो। अध्यक्षज्यूले 2080 असोज 21 गतिको झिमरुक गाउँ कार्यपालिकाको निर्णय अनुसार माग गरिएको पत्रसहित काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखसँग भेटेर एम्बुलेन्सको लागि आग्रह गर्नुभएको थियो। सोही आधारमा काठमाडौँ महानगरले ओखरकोट स्वास्थ्य चौकी झिमरुक गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको हो। नेपाल सरकारको राजस्व छुटमा महानगरपालिकाले खरिद गरेर झिमरुक सहित देशभरका 35 ग्रामीण क्षेत्रका पालिकाहरूलाई एम्बुलेन्स उपलब्ध गराएको हो। झिमरुक गाउँपालिकाले प्राप्त गरेको एम्बुलेन्स ओखरकोट स्वास्थ्य चौकी मार्फत सञ्चालन गरिनेछ।